नमस्कार, हजुरहरूलाई स्वागत छ मेरो च्यानलमा। हामी चाहिँ अब गुवाहाटीको लागि निस्किँदैछौँ र यसरी लुगाहरू पासहरू लिएर अब बोर्डिङ गर्नको लागि हामी गेट 51 परेको छ र गेट 51 अलिक टाढै छ। अन्त बोर्डिङ गेटतर्फ हामी जाँदैछौँ। माथि गएर अब बग्गी गरेर दिल्लीमा दिल्ली एयरपोर्टमा त अब ट्राभल गर्नु होला। प्रस्थान गर्दैछौँ। हामी गर्दा गर्दै लिएर आएको थियो भाइलाई फेरि हुन्छ भनेर। पहिला भाइलाई फ्लाइट टाइम दिल्ली गुवाहाटीको फ्लाइट अब गुवाहाटी एयरपोर्ट पुगिसक्यो। ल्यान्ड गर्दैछौँ। गुवाहाटीमा ल्यान्ड गरेर अब एयरपोर्ट टर्मिनलभित्र जाँदैछौँ। देख्न सक्नुहुन्छ वेलकम टु दि नर्थ इस्ट इन्डिया। एयरपोर्टभित्र चाहिँ एकदम नर्थ इस्टको ट्रेडिसनल यति गर्दा गर्दै हाम्रो ब्याग पनि आइहाल्यो। ब्याग रिसिभ गरेर क्याब बुक गरेको छ बाहिर। अब क्याबमा चढेर एयरबिएनबीको थ्रु हामीले होटल बुक गरेको थियो। जेनरली ट्राभल गर्दाखेरि एयरबिएनबीबाटै बुक गर्छ, सजिलो हुन्छ। होमस्टेहरू सेल्फ फुडहरू पाइहालिन्छ हो। त्यसले गर्दा त क्याब पनि आयो। अब हामी होटलतर्फ जाँदैछौँ। नानीसँग ट्राभल गर्दाखेरि अलिक सजिलो कम्फर्टेबल होटलहरू एयरबिएनबीबाट बुक गरियो भने एकदमै राम्रो होटल र सजिलो र आफूले सोचेकै जस्तो होटल पाइहालिन्छ। त्यो गर्दा गर्दै हामी होटल पनि पुगिहाल्यो। रुममा गएर चेक इन गरेर अब एकछिन खाना खानु, एकछिन घुम्नु, रिफ्रेस हुनुको लागि एकछिन बाहिर मलतर्फ गयौँ। मलमा गएर टोय ट्रेनमा एकछिन आमा छोरालाई चढाएर घुम्दैछन्।
एसियाको 51वां शक्तिपीठहरूमध्ये उच्च स्थान ओगटेको यो मन्दिर आसामको राजधानी दिसपुर नजिकै गुवाहाटीदेखि 8 किलोमिटर टाढा स्थित छ है। यो मन्दिर भित्रको दर्शन गर्नको लागि चाहिँ बिहान 8 बजेदेखि 1 बजीसम्म खुल्ला हुन्छ अनि त्यसपछि 2:30 देखि 5:30 सम्म बेलुका खुल्ला हुन्छ है। सामान्य प्रवेश यहाँ निःशुल्क छ, कुनै पैसा तिर्नुपर्ने छैन, तर भक्तहरू यहाँ बिहान 5 बजेदेखि आएर लाइनमा लागेर अनि दर्शन गर्नुहुन्छ, जो कि 4-5 घन्टाभन्दा बेसीको समय पनि लाग्छ हो। अनि भिआइपी टिकट पनि एभाइलेबल छ। भिआइपी टिकटको चाहिँ 501 रुपियाँ तिर्नुपर्छ र त्यसमा पनि 1-2 घन्टा लाइनमा लागेर भित्र पवित्र दर्शन गर्न सक्नुहुन्छ। र यसो गर्दा गर्दै हाम्रो यहाँ सकेर हामी अब बोटमा चढेर हामी अर्को मन्दिर जुन चाहिँ ब्रह्मपुत्र बिचमा स्थित छ, हामी त्यो मन्दिरतर्फ लाग्दैछौँ, उमानन्द मन्दिर। र यहाँ जानको लागि सरकारी या प्राइभेट बोट जुनै बोट लिएर पनि हजुरहरू जान सक्नुहुन्छ। यसरी मन्दिरको दर्शन गर्दा गर्दै हाम्रो निकै समय बितिसक्यो। माथिको दर्शन सकेर हामी फेरि वापस हजुरहरू जानु टिकट गरेपछि रिटर्नको टिकट पनि सेम उयसबाटै तपाईँ काउन्टरबाट पाइहाल्नुहुन्छ र गएर जुनै बोटमा पनि फर्केर आउँदा भइहाल्छ। र यसरी नै हामी गएर सकेर चाहिँ अब बेलुका फेरि एकछिन गुवाहाटीको सहर घुम्न हेर्नको लागि फेरि बाहिर निस्क्यौँ। र यसरी नै घुम्दै फिर्दै फेरि भाइलाई दिनभरिको थकान गर्नको लागि एकछिन गाडीमा गराएर भोलिपल्ट फेरि हाम्रो गाडी वापसी थियो र भिडियो हेरेर कस्तो